जनताले जिताएर पठायो त वडा अध्यक्ष जितेर आइज न। कुकुरको मुत खाएर ठुलो कुरा गर्छस्, जनतालाई उल्लु बनाइस्, जितिस साली, हाम्रो क्या छोड्याइस्। गृहमन्त्रीलाई को हु इज दिस यार? एउटा उ सांसद हो, हामी पनि सांसद हो। सांसद होस् भने सांसदको मर्यादामा बसेर बोल, कुकुरको मुत पेर धेरै नबोल। साला 10 कक्षा फेल। आयो अर्को यार, यो एसएलसी फेल भन्दैछ। म 1 क्लास पढेको छैन, के गर्छस्? त मलाई पास हुन सके पो पढ्थिस्। म पढ्दै पढेको छैन ल, एक जिरो अक्षर पनि पढेको छैन, तर जनताले जिताएर पठाएको। मोला नक्कली सिए। हिम्मत छ? जापानमा छु म, जापानमा कति छौ सब जम्मा हो, भोलि विरोध गर्न आऊ ल, म फेस गर्छु। सक्छौ? ए केटा हो, जापानमा भने जति पनि केटाहरू हुन्छ सबलाई यसको अगाउँदैछौँ पङ्की पङ यताबाट उताबाट देऊ त यसलाई। सहकारी ठगेर आएको होइन साथी। घमण्ड चढ्यो, कुकुरको मुख चढ्यो, जापानको लोकल चढ्यो। त सालेलाई एमाले काङ्ग्रेसका झोलीले चितवनमा मार्नै लाग्दा तँलाई बसाएको होइन, तेरो न्यायको लागि लडे होइन। चार्टर एकाउन्टेन्ट पढ्या हो केटा, तँ जस्तो बेल्चा हाने हो, पढ्या हो। मलाई नक्कली अडिटर। दम छ भने तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन्नु छ दम? आजसम्म त मलाई माननीय लगाएको थियो, अब माननीय साननीय गइस, अब भइस हग्निएर ठग्निए साले।